के छ साथीहरू, हामी कुरा गरिरहेका छौँ शिक्षाको बारेमा। त यो शिक्षा तपाईहरूको लागि तपाईहरू यसलाई कसरी बुझ्नु भएको छ? स्पेशली हाम्रो बारेमा यदि सोध्नुहुन्छ भने शिक्षा हामी त्यसलाई भन्छौँ जसको कारणले गर्दा मान्नु आज म तपाईहरूको अगाडि बोलिरहेको छु त मेरो आवाज सुन्नको लागि तपाईहरू राम्रोसँग यो मोबाइल हेरेर सुनिराख्नु भएको छ, यो हो। अनि यसबाट तपाईले केही कुरा गेन गरिराख्नु भएको छ। यदि तपाईँ यो कुरा समझ्न लायक यदि हुनु हुँदैन थियो भने तपाईँ यो भिडियो हेर्नु हुँदैन थियो। अनि त्यो भिडियो हेरिसकेपछि तपाईको दिमागमा केही कुराहरू आउँछ जसको कारणले गर्दा तपाईँ आफ्नो लाइफको डाइरेक्सन चेन्ज गर्नुहुन्छ। त्यसलाई हामी शिक्षा भन्छौँ। त्यो किताबी मात्र पढेर त्यो शिक्षा हुँदैन। त्यो कुनै मान्छेले केही तपाईहरुसँग बोलिरहेको छ, केही सुनिराख्नु भएको छ, केही हेरिराख्नु भएको छ, कहीँ गइराख्नु भएको छ, त्यो सबै कुराबाट शिक्षा लिन सकिन्छ र त्यो सबै कुरा हाम्रो लागि शिक्षा हो साथीहरू।